हेलो साथीहरू, कसरी बितिरहेको त नि तपाईँहरूको स्याटरडे आज? अब मेरो स्याटरडे कसरी बितिरहेको हेर्नुहोस् है त। अब आज स्याटरडे भनेर बिहान अलि अबेरसम्म सुत्छु भन्ने सोचिरहेको थिएँ मैले चाहिँ, तर म अबेरसम्म सुत्न पाइनँ साथीहरू। किन भन्दाखेरि मेरो निन्द्रै छिटो खुल्यो के। अरू दिन चाहिँ यस्तो निन्द्रा लाग्छ, स्कुल जाने दिन चाहिँ बिदा भइदियो हुन्थ्यो जस्तो सोच आउँछ, अनि बिदाको दिन फेरि निन्द्रै लाग्दैन कि। कस्तो रोग हो यो, मलाई मात्र हुन्छ कि सबैलाई त्यस्तै हो। त्यसपछि उठेर मैले चाहिँ नास्ता खाएँ, अनि खाएर अनि फेरि अब आज चाहिँ मैले बुक हेरेको, बुक ऱ्याकतिर हेरेको, कति फोहोर देखेको धुलै भएर रहेछ। अब सफा गर्छु अन्ने सोचेँ। अनि यता भाइ बहिनीको मेडल पनि यता फालिरहेको थियो, अनि अब फालिदिएर अब यसलाई पनि टक्क मिलाएर राखिदिन्छु भन्ने सोचेँ। अनि त्यसपछि यताउता गरेर मैले चाहिँ यसलाई मिलाउन थालेँ साथीहरू। कहिलेकाहीँ चाहिँ यस्तो जाँगर चल्छ, सबै काम सकिदिन्छु जस्तो हुन्छ कि। अनि कहिलेकाहीँ फेरि जति काम भए पनि आनन्द बस्छु जस्तो हुन्छ। हजुरलाई त्यस्तो हुन्छ कि हुन्न? मलाई चाहिँ त्यस्तो हुन्छ कि साथीहरू कहिलेकाहीँ, होइन। अनि मलाई मात्र हो कि तपाईँहरूलाई नि भन्न चाहिँ नबिर्सिनु होला है साथीहरू। अनि मिलाएर टक्क बाँधेर अनि मैले मिलाएर राखेँ, अड्काइदिएँ एक ठाउँमा लगेर टक्क पारेर। अनि त्यसपछि फेरि अब लुगा पनि पटाउन थियो कि, दराजको लुगाहरू सब यताउता भएको थियो। अब लाउँदै फाल्दै यताउता फाल्दै हिँड्दै गर्नुपर्छ कि अरू दिन। अनि त्यसपछि अब बिदाको दिन त हो नि मिलाउने, होइन। अनि फेरि मिलाउन थालेँ, पटाएँ, फोल्ड गरेर टक्क चाहिँ मैले मजाले काम गर्थेँ साथीहरू। अनि त्यसपछि यसलाई पनि टक्क मिलाएर अनि त्यसपछि दराजमा मिलाएर राखेँ कि। अनि यो लामो भिडियोमा के बोल्ने हो कि साथीहरू, के बोल्ने हुन्छ कि मलाई चाहिँ। भिडियो लामो भयो भने अनि त्यसपछि लामो भिडियो हाल्यो भने भ्युज आउँछ भन्छन्, अनि फेरि छोटो भिडियो हाल्दाखेरि भ्युज आउँदैन। अनि त्यसपछि लामो भिडियो हाल्नको लागि के बोल्ने त नि, होइन। के बोल्ने हुन्छ, जिब्रो लटपटाएर हैरान हुन्छ कि। त्यसपछि फेरि मैले यता सुज ऱ्याक पनि धुलो भए भनेर यसलाई पनि मिलाएर अनि फेरि त्यो जुत्ताहरू टक्क त्यहीँ राखिदिएँ। अनि अब काम त सक्यो होला भन्ने सोचेँ थिएँ। फेरि रुममा गएर हेरेको, रुममा बेडसिट फोहोर भएर रहेछ क्या। फेरि बेडसिट पनि चेन्ज गर्न पऱ्यो नि त। अनि त्यही भएर बेडसिट चेन्ज गर्न थालेँ साथीहरू। अनि चेन्ज गरेँ। अब टक्क यताउता तानेर चिटिक्क पार्नु पऱ्यो नि त, काम गरेपछि त ठ्याक्क भ्याउनु पऱ्यो। अनि मिलाएँ, अनि खाना खाइसकेपछि अब अर्को ड्युटी थियो भाँडा मान्नै पऱ्यो के अरे। अनि अब रमाइलो मान्दै गीत सुन्दै। र गीत सुन्दै काम गरेको थिएँ साथीहरू। अब यसरी नै आधा दिन चाहिँ गयो। अब स्याटरडे पनि आधा दिन गयो के अरे काम गरी। यस्तै छ जिन्दगानी। अब अर्को ब्लगमा भेटौँला त साथीहरू, बाई बाई।